मेरो हातमा एउटा पाइनएप्पल छ साथीहरु। यसको एउटा हामीले जुन होलसेलमा बेच्छौं त्यसको रेट चाहिँ 40 रुपैयाँ हो र अहिलेसम्म हाम्रो खेतबारीमा चाहिँ 3000 देखि 4000 सम्म यो पाइनएप्पल फल्यो। यसपालिको लटमा चाहिँ 4000 सम्म पाइनएप्पल फलेको थियो। अझै हामीले बढाउँदै छौं माथितिर र पाइनएप्पल एकदमै राम्रो हुन्छ यहाँ चाहिँ। यसको लागि चाहिँ तपाईले खर्च र त्यसमा मल जल केही पनि गर्नु पर्दैन। तपाईले बिसादी गर्नुपर्ने यताउता केही छैन। यसमा पुरै इन्कम हो। वर्षमा 3 चोटी यसलाई चाहिँ गोडी दिनुपर्छ। 3 चोटी गोडी सिकेपछि चाहिँ त्यसपछि एकदमै राम्रो हुन्छ। ल हेर्न सक्नुहुन्छ एकदमै राम्रो छ। अहिले चाहिँ यो हिउँदोको समय भएको कारणले गर्दाखेरि खासै फलेको छैन। हेर्नुस् यस्तो झाडीमा नि फल्दैछ पाइनएप्पल। यतातिर नि छ। यसमा चाहिँ खासै मेहनत चाहिँ छैन। यदि तपाई चाहनुहुन्छ भने गाउँमै बसेर तपाईको खेती यसलाई नै गर्न सक्नुहुन्छ। बिजनेस यसलाई नै गर्न सक्नुहुनेछ। तपाईको जुन धान खेती नहुने ठाउँमा जुन पाखाबारी हुन्छ, ढुङ्गेनी जमिन हुन्छ, जहाँ चाहिँ केही अन्न हुँदैन त्यो ठाउँमा चाहिँ यो हुन्छ है। तपाईले यो लगाउन सक्नुहुनेछ। वर्षमा 3 चोटी गोड्न सक्नुहुन्छ। यो मात्र 3 चोटी गोडेर तपाईले मजाले इन्कम गर्न सक्नुहुन्छ। अनि तपाईले महिनाको भन्दा नि वर्षमा चाहिँ तपाईले 5 लाख सम्म 5 देखि 7 देखि 8 लाख सम्म तपाईले इन्कम गर्न सक्नुहुनेछ। 5 देखि 10,000 सम्म तपाईले वर्षको पाइनएप्पल बेच्नु सक्नुभयो भने, यदि तपाईले आफैले लगेर बेच्नु भयो भने त्यसमा छुट्टै इन्कम छ। यदि तपाईले 30,000 वटा 30,000 हैन 3000 वटा 3000 पिस तपाई आफैले 100 रुपैयाँ गोटा बजारमा बेच्नु सक्नुभयो भने तपाईले एकै महिनामा 3 लाख रुपैयाँ कमाउन सक्नुहुन्छ। त्यति मात्र नभएर तपाईले यहाँ गाउँ पुरै वरिपरि पुरै खेती हो। म तपाईहरुलाई देखाउने छु पाइनएप्पल खेती कहाँ कति धेरै छ भनेर। देख्न सक्नुहुनेछ। हेर्नु यो पुरै कटर खेती हो। अनि यहाँदेखि पारिपट्टि पनि छ कटर खेती। यहाँ चाहिँ भर्खरै फाडेको छ। कटर फलिरहेको छ यहाँनिर। यो चाहिँ कटर खेती हो। अनि यो एउटा खोज छ। खोजदेखि उतापट्टि नि कटरै कटर छ। तपाईले यो घरदेखि उतापट्टि पनि हेर्न सक्नुहुन्छ। त्यहाँ पनि कटर खेती छ। तपाईले कटहर सँगसँगै केरा खेती पनि गर्न सक्नुहुनेछ त्यसमै। त्यति मात्र नभएर तपाईले आँप खेती पनि गर्न सक्नुहुन्छ कटहर सँगसँगै। हामीले तलबाट भिडियो हेर्यो भने अब यतापट्टि पनि छ। उता पारिपट्टि पनि कटहर छ। देख्न सक्नुहुनेछ पुरै कटहर खेती हो। यहाँ कटहर एकदमै मजाले फलिरहेको छ। हामीले तलपट्टिको एरिया हेर्यौं भने अहिले यहाँ माथिपट्टिको एरिया छ। देख्दिनुहुन्छ यो एरिया छ नि पुरै पाइनएप्पल खेती हो। हेर्न सक्नुहुन्छ यहाँ कटहर नयाँ बिर्ना पनि सार्दै छन्। उता पारिपट्टि हेर्नु। यो जस्तो ठाउँमा पनि हुन्छ तपाईले रोप्न सक्नु पर्यो। तपाईले धैर्यतासँग गर्न सक्नु पर्यो। तपाईले 2 देखि 3 वर्ष भित्रमा तपाईले यसबाट इन्कम पाउन सक्नुहुनेछ। अब यो तपाईले रोप्नु भयो। यो यसै पाली रोपेको भर्खरै 1 महिना भयो यो रोपेको। र यो 1 महिना भइसकेपछि चाहिँ अब यसले 2 देखि 3 वर्षसम्ममा यसले इन्कम दिन थाल्छ। तपाईहरुलाई म अझै देखाउने छु कटहर खेती कति छ भनेर। यो हामीले हेर्यौं यहाँ अब नयाँ बिर्ना छ। माथि जंगल छ है। तलको एरिया पनि हामीले हेर्यौं। यो तल पुरै कटहर खेती हो र यता पनि पुरै कटहर खेती हो। पुरै कटहर खेती हो। यसमा चाहिँ धान, मकै, कोदो जुन खेती हुँदैन त्यो ठाउँमा चाहिँ यो हुन्छ है। तपाईको जुन तपाई गाउँमा हुनुहुन्छ भने तपाई आफ्नो गाउँमा कुनै पनि खेती भइरहेको छैन, धान अथवा कुनै पनि खेती गरेर चाहिँ इन्कम भइरहेको छैन भने तपाईले पाइनएप्पल खेती गर्न सक्नुहुनेछ एकदमै मजाले।
यो खालको पाइनएप्पल खेती गर्नुपर्छ। यसमा चाहिँ हल्का काँडा पनि हुन्छ, देख्दै हुनुहुन्छ। यो चाहिँ जस्तो सुकै ठाउँमा हुन्छ है। तपाईलाई म यतातिरको एरिया पनि देखाउने छु। यो छ नि, यो पुरै कटर खेती हो, पाइनएप्पल खेती हो यो सबै। देख्नु सक्नुहुनेछ, यहाँदेखि माथिसम्म छ। साथीहरु, हामीले पारिपट्टि हेर्यौं, तर तल साइड पनि हेर्यौं, यताको नि हेर्यौं। अब हामी यो साइडको हेर्नेछौँ, कटर खेती कति हुन्छ भनेर, यहाँको कटर उत्पादन कति हुन्छ भनेर है। देख्न सक्नुहुनेछ, यो माथिसम्म कटर खेती हो सबै एरिया। यो एरिया छ नि, यो एरिया पुरै कटर खेती हो। यो एरिया पुरै कटर खेती हो। तपाईले यसमा मकै रोप्नु भयो भने यसमा मकै फल्दैन, गहुँ फल्दैन, कोदो फल्दैन, केही पनि फल्दैन। तर यसमा कटर खेती चाहिँ, कटर चाहिँ पाइनएप्पल चाहिँ मजाले फलिरहेको छ, देख्नुहुन्छ है। सरकारले केही पनि अनुदान आएको छैन, सरकारबाट हैन, यहीँको किसानहरूले मेहनत गरेर आफ्नै परिश्रममा आफैले बिउ बिजन खोजेर चाहिँ यो पाइनएप्पल खेती लगाएको छ। ल देख्न सक्नुहुनेछ, यहाँ घेरा पनि मजाले फलिरहेको छ, हेर्न सक्नुहुन्छ पाइनएप्पल पुरै एरिया। ल हेर्नुहोस्, पुरै एरिया कटर एकदमै मजाले कटर खेती हुँदैछ यहाँ चाहिँ। हामीले यता पनि हेर्यौं र यता पनि हेर्यौं, र अब यो तलको हेर्नेछौँ, यो एरियाको हेर्नेछौँ। र यो उतापट्टि यो गाउँतिर चाहिँ अहिले भर्खर नयाँ 2 वर्ष भयो। अब उनीहरूको पनि 1 वर्षदेखि कटरले इन्कम गर्न थाल्छ। यहाँहरूलाई म देखाउने छु। यहाँ सरकारले केही अनुदान नदिए पनि तर यहाँको किसानहरूले मजाले गरेको छ साथीहरु। यहाँ चाहिँ कहाँ, यो तलको चाहिँ अलि राम्रोसँग अहिले फाड्ने बेला भएको छ, तर फाड्नु भएको छैन रहेछ है। यहाँ कटर फल्दैछ, एरिया पुरै कटर फल्दैछ है। देख्नु सक्नुहुन्छ तपाईहरुले कटर कति मजाले फल्छ यहाँनिर है। यदि तपाईहरुले पनि यतिकै आफ्नो खेतीबालीलाई यतिकै बाँझो छोडिराख्नु भएको छ भने त्यो छोड्नु भन्दा बरु हो नि त केही न केही लगाउनुस् है। देख्नुहुन्छ यहाँ पनि कटर खेती छ। एउटा किसानले यहाँ 5 लाखदेखि 7 लाखसम्म कमाउँछ वर्षमा है। यदि हामी साउदी अथवा कुनै पनि गल्फ कन्ट्रीतिर गयो भए पनि हामीले यतिको पैसाहरू कमाउँदैन है। यहाँ चाहिँ कोदो राम्रो भएको छ, कोदो पनि हुन्छ। देख्नुभयो साथीहरु, कटर खेतीले चाहिँ कतिको इन्कम गर्न सक्दो रहेछ। यदि हामी गर्छौं भने त हामीले आफ्नै देशमा, आफ्नै गाउँमा, आफ्नै ठाउँमा चाहिँ हामीले गर्न सकिन्छ। जसरी यहाँको किसानहरूले गर्दैछ, एउटा उदाहरणीय बन्दैछ यो गाउँ चाहिँ। धेरैभन्दा धेरै सपोर्ट गर्नुस्, यो भिडियो सरकारसम्म पुर्याइदिनुस्। यहाँ अहिलेसम्म कुनै पनि अनुदान आएको छैन। यो चितवन माडी हनुमान झुला यो चाहिँ एउटा अवस्थित भन्दा नि एउटा ओइलानी जग्गाहरू जमिनहरू परेको कारणले गर्दाखेरि यहाँ आएर बसेको झन्डै 50 देखि 60 वर्ष भइसक्यो, तर पनि यहाँ सरकारको केही पनि सेवा सुविधाहरू आएको छैन। त्यस कारणले साथीहरु भिडियोलाई मजाले शेयर गर्नुस् र लाइक पनि गर्नुस्, सब्स्क्राइब पनि गर्नुस्। हरेक मान्छेले सिकोस् कि हामीले मेहनत गर्यो भने आफ्नै गाउँ ठाउँमा जे पनि गर्न सकिन्छ। हस् त, थ्यांक यू फर वाचिङ माई भिडियो। त्यसको लागि धेरै धेरै धन्यवाद।